हेलो एभ्रिवान, म चाहिँ आज धेरै दिनपछि चाहिँ भिडियो बनाउन गइरहेकी छु र भिडियो चाहिँ लास्टसम्म पनि हेरिदिनु होला किनकि आज चाहिँ ठ्याक्कै 2-3 महिना पनि भइसकेको छ मैले भिडियो नहालेर हैन गाइजहरु। तर आज चाहिँ एकदमै खोलामा जानको लागि तयार गरिरहेको छु। तपाईहरुले पनि देख्न सक्नुहुन्छ। हस् त म देखाउने छु है त। गाइस देख्न सक्नुहुन्छ हजुरहरुले यो चाहिँ खोलाको लागि खोलामा चाहिँ यस्तो मकैको ढिँडोहरु चाहिँ लादाखेरि चाहिँ एकदमै मिठो हुन्छ र यहाँ रहेको छ अचारमा चाहिँ के छ भन्दाखेरि टमाटर गुन्द्रुक र मिसाएर एकदमै बनाएर लगेको छु हैन। एकदमै मिठो हुन्छ किनकि भोक लागिरहेको हुन्छ नि त, त्यही भएर एकदमै मिठो लाग्छ खोलामा जाने बेलामा चाहिँ। अब खाजा पनि तयार भयो गाइस। यो रहेको छ बयर, एकदमै मिठो हुन्छ। खोलामा त जे चिज पनि मिठो हुन्छ नि त हैन गाइस, एकदमै मिठो हुन्छ। फाइनली गाइस लामा सबै तयार भइसकेको छु र अब म चल्दैछु। ल फाइनली हामी चाहिँ जाँदै छु। दाइ पनि तल हुनुहुन्छ, पुगिसक्यो, भाउ हुनुहुन्छ र म एउटा भाइ छ पाइप लाने नि गाइस। जाँदै खोलामा जाँदै थियो हैन गाइस, उहाँतिर चाहिँ आमलाको बोट एउटा रहेछ। हेर्नु गाइस कति धेरै फलिरहेको छ। आमामामामा हेर्नु गाइस, हेर्नु गाइस हाम्रो भाउ चाहिँ एउटा हाँगा चाहिँ किन किएको छ नि हौस त रंगै नखोर ला तमेसा दाइ हेर्नु त गाइस तमै दुईटा बा कोही निकेला ला जान छिटो गरेको भाउ चाहिँ गाइस ल बुझ्यो के गर्नु अब कहाँ गयो बुढी आयो खाइदिनु गाइस। मैले यस्तो खासै हेर्नु त वाह भाग्यो हामी त भाग्यो आमालाई छोडेर फाइट बला बला आइपुग्यो गाइस। हामी त खोला खासै खेलेको छैन भाइ पनि माछा चाहिँ के कस्तो हुन्छ कस्तो उयो यो चाहिँ पाइप त्यहाँ माथि जोड्नु भएको छ। यसरी पानी पाइप जोड्छ अनि हेर्नुहोस् त गाइस, यसरी पानी फाल्नु पर्छ। पाइपबाट पनि गइरहेको छ र यहाँ चाहिँ माछा छ। यसरी पानी फाल्छ कालै किलो गरेर चाहिँ माछा खानुपर्ने हुन्छ। यो चाहिँ दाइ यो भाउजू हुनुहुन्छ, यो चाहिँ भाइ, अनि यहाँतिर चाहिँ माछा। खोला खासै ठुलो त छैन गाइस, भए पनि हामी चाहिँ हेर्नु त कस्तो जाडो भएर कामिरहेको छ गाइस। माछा मार्यो अनि यो चाहिँ बुन्दाना दाइ हुनुहुन्छ, टक्कलाई बोजू हुनुहुन्छ। यता गएर सर्ट गएर उता पनि बुढाबुढी छ एक दुईटा। हेर्नुहोस् त गाइस कस्तो राम्रो ढुङ्गा छ यहाँ। हामी खाजा सुरु गर्दैछौँ। अचार कोदोको भात चामलको भात अनि कता अझै छिटो दाइ देखाउँदैन सरी अनि ल फाइनली गाइस अब हामी पनि घरमा जानु लागेको होइन। अब सबैजना खाजा खाँदै हुनुहुन्छ। खाजा चाहिँ यसरी खान्छ हामी, एकदमै भोक लागिरहेको हुन्छ कि। अनि माछा चाहिँ फाइनली गाइस खासै धेरै चाहिँ छैन, यति चाहिँ छ है त गाइसहरू। तल पनि हुनुहुन्छ, आउँदै हुनुहुन्छ, टन्नै छ। म नि खाना लागेको अब एकदम भोक लागिरहेछ। खोलामा चाहिँ ल्याएको चिज चाहिँ यसरी खाएको चाहिँ एकदमै मिठो हुन्छ। खाइलो एकदमै मिठो खाइलो। फाइनली गाइस हामी चाहिँ घर फर्किसकेको छ। एकदमै टाढा ठ्याक्कै 3 घन्टा जति लाग्छ होला बाटो। लुगाहरू चेन्ज गरेर अब तरकारी पकाउँदै हुनुहुन्छ मम्मीले माछाको। र आजको भिडियो चाहिँ यति नै, हस् त बाइ बाइ।